चाहिँ यो मेरो एउटा प्रोजेक्ट थियो होइन डेभअप्स कोर्सको। यसको बारेमा जस्ट ओभरभ्यू दिन्छु है के भइरहेको थियो या भनेर चाहिँ लाइक ओभरअल पाइपलाइन चाहिँ यो यस्तो थियो है। डेभसेकअप्स पाइपलाइन चाहिँ फर्स्ट अफ अल डेभलपरले लाइक कोड कमिट गर्छ गिटअपमा, अनि त्यसपछि यो जबहरू छ क्या पाइपलाइनको जबहरू चाहिँ 5वटा छ। एउटा युनिट टेस्टिङ छ, अर्को स्ट्याटिक कोड एनालाइसिस छ, अर्को भनेको बिल्डिङ द प्रोजेक्ट छ, त्यसपछि अर्को पार्ट चाहिँ डकर रिलेटेड पार्ट छ। अनि त्यसपछि त्यो जुन डकरबाट बिल्ड भएको कन्टेनर इमेज हुन्छ हो त्यसले त्यसको ट्याग अपडेट गरेर हो त्यो गिटअपमा पुस हुन्छ। अनि त्यसपछि चाहिँ लाइक सिडीको पार्टमा चाहिँ त्यहाँ कन्टिन्युस डेलिभरीमा चाहिँ अर्को सिडीले ह्यान्डल गरेको छ। अनि यो प्रोजेक्ट लास्टमा लाइक कस्तो चाहिँ देखिन्छ भन्दाखेरि म त्यो रन गरेर देखाइदिन्छु कस्तो छ यो भन्दाखेरि अथवा लोकल्ली नै गर्नु सुरु होइन। प्रोजेक्ट चाहिँ कुन हो भन्दाखेरि यही हो है। यसमा चाहिँ बेस्ट छ जस्ट एउटा सिम्पल टाइप स्क्रिप्ट एप्लिकेसन छ, टिकट्याक टो जस्तै छ। एनपिएम स्टार्ट होला है, त्यो मैले सबै लेखिदिएको छु यहाँ हाम्रो रिडमीमा, यो क्लोन गरेर हेर्न सक्नुहुन्छ। एनपिएम रन डेभ गऱ्यो भने चाहिँ प्रोजेक्ट चाहिँ कस्तो छ भन्दाखेरि 5173 लोकललाई कपी गरौँ ल। यो प्रोजेक्ट चाहिँ लाइक लोकल्ली रन गर्दाखेरि हाम्रो कस्तो आउँछ भन्दाखेरि समवाट यस्तो टाइपको छ क्या यो होइन। यसरी यस्तो छ लाइक यो ड्र भयो अनि त्यस्तै यसरी हुँदा चाहिँ यो हुँदै जान्छ क्या। टिकट्याक बेसिक गेम चाहिँ यो हो है। अनि यसमा चाहिँ लाइक सिआइसिडी ओभरअल यो हाम्रो डेभलपमेन्टदेखि यता प्रोडक्सनसम्म जाँदाखेरि चाहिँ यो ओभरअल पाइपलाइनमा गइरहेछ क्या यसको चाहिँ। अनि यसलाई चाहिँ मैले यसको डकर फाइल पनि बनाएको छ है। डकर फाइल चाहिँ कस्तो छ भन्दाखेरि मल्टी स्टेजवाले बनाएको छु मैले। अनि एउटा चाहिँ लाइक बिल्ड स्टेज छ, अर्को भनेको प्रोडक्सन स्टेजमा छ यो। अनि प्रोडक्सन स्टेज भनेको चाहिँ इन्जिनिक्स कन्फिगर गरेर गरेको छ। अनि त्यसपछि लाइक ओभरअल यो चाहिँ मैले डिप्लोय गर्दाखेरि है यो एजरमा डिप्लोय गरेको छु। त्यो एजरमा पनि कस्तो कस्तो भएको छ भन्दाखेरि म देखाइ नै दिन्छु। मैले होस्ट गरेको छ यसले रन भयो। त्यसपछि ल यसले मैले एउटा सेल स्क्रिप्ट बनाएको थिएँ हो, यसबाट चाहिँ एक्सेस गर्नु मिल्छ हामीले। अनि यसले कुन पढ मागेको छ होला, यसलाई म पोर्ट नम्बर 2 स्टार्ट गर्नु लाग्यो। अनि हाम्रो पोर्ट नम्बर भनेको यो थियो होला सायद 1 ल यो हो सायद। यसलाई एजुरबाट के अरे माइक्रोसफ्ट एजुरमा होस्ट गरेर एक्सेस गर्दा नि यसरी भइरहेछ यो है। अनि यो यसरी भएको छ हो। लाइक यसको ओभरअल पाइपलाइन चाहिँ कस्तो छ म त्यो एक्सप्लेन गर्छु आज होइन। यसको लाइक के टेक्नोलोजी युज भएको छ, रियाक्ट हो, टाइप स्क्रिप्ट हो, अनि प्रोजेक्ट रन गर्ने तरिका सबै यही लेखिदिएको छु मैले। फर्स्ट अफ अल यो पाइपलाइनको ओभरभ्यू दिँदाखेरि चाहिँ यो यसलाई म कता अर्को ट्याबमा ओपन गरेँ यो याद छ। अनि म पाइपलाइन एक्सप्लेन गर्दाखेरि चाहिँ गिटअप वर्कफ्लोमा एउटा CICD.YAML भनेर बनाएको छु मैले है। यो पाइपलाइनको स्टेज पनि सबै यहाँ लाइक डकुमेन्टेसन मजाले लेखेको छ। फर्स्ट अफ अल लाइक हाम्रो यहाँ स्टेपहरू चाहिँ 5वटा छ मैले भने नि। एउटा युनिट टेस्टिङवाले छ, अर्को स्ट्याटिक कोड एनालाइसिस छ, अर्को चाहिँ बिल्डवाले छ, त्यसपछि डकर रिलेटेडमा डकरको पनि लाइक स्क्यान गरेको छ क्या हरेकमा। एउटा फर्स्ट अफ अल डकर इमेज बिल्ड गरिन्छ, त्यो बिल्ड भएको डकर इमेजलाई चाहिँ स्क्यान गर्छ क्या यो ट्रिभी भन्नेले। अनि त्यसपछि स्क्यान गरिसकेर त्यो जुन इमेज होइन सेक्युर इमेज हुन्छ हो त्यसलाई चाहिँ GSCR गिटअप कन्टेनर रेजिस्ट्रीमा पुस गरिन्छ। अनि त्यसले चाहिँ लाइक यो इमेजको ट्यागलाई अपडेट गर्छ हो। त्यो चाहिँ डिप्लोयमेन्ट.YAML छ यता कुबरनेटिसको। अनि त्यसपछि त्यो ओभरअललाई चाहिँ लाइक गिटअपमै पुस गरिन्छ। अनि लास्ट सिडीको पार्टमा चाहिँ अर्को सिडीमा चाहिँ भिजुअलाइजेसन हुन्छ। कस्तो छ भन्दाखेरि यो जब्सहरू चाहिँ त्यही होइन। यो एउटा टेस्ट युनिट टेस्टिङवाले पार्ट भइहाल्यो। अनि त्यसपछि अर्को चाहिँ यो लिन्टिङवाले चाहिँ स्ट्याटिक कोड एनालाइसिस छ होइन। अनि त्यसपछि लाइक यो ओभरअल प्रोजेक्ट बिल्ड गर्दाखेरि चाहिँ फर्स्ट अफ अल चेकआउट गरिन्छ, त्यसपछि नोडलाई सेटअप गरिन्छ, त्यसपछि डिपेन्डेन्सी इन्स्टल गरेर प्रोजेक्ट बिल्ड गरिन्छ। त्यो के गरिन्छ होइन। त्यो लाइक लोकली जस्तो गर्ने हो त्यहाँ पनि त्यही गर्ने हो क्या। अनि त्यसपछि डकर पार्टमा चाहिँ यो सबै हाम्रो फर्स्ट अफ अल यसको स्टेप भनेको एउटा चेकआउट कोड गर्ने हो। त्यसपछि डाउनलोड द आर्टिफ्याक्ट, यताबाट आर्टिफ्याक्ट हाम्रो बिल्ड भएको थियो नि हो त्यो आर्टिफ्याक्ट चाहिँ यता लिन्छ क्या। यो आर्टिफ्याक्ट यताबाट डाउनलोड गरिन्छ। अनि त्यसपछि अनि लाइक डकर बिल्ड गर्ने, त्यसपछि गिटअप कन्टेनर रेजिस्ट्रीमा लगइन गर्ने। अनि यो जुन यसमा यो लाइक यिनीहरू टोकनहरू छ यो सबै लाइक यताबाट गरिन्छ है। यो डकुमेन्टेसनमा रिडमीमा छ यो कसरी गर्ने भनेर। अनि त्यसपछि चाहिँ डकर पार्ट भइसक्यो बिल्ड गरेर GSCRमा पुस गरौँ। अनि GSCR भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि लाइक ठ्याक्कै उतो जस्तै हो क्या यो भनेको चाहिँ हाम्रो डकर हब जस्तै हो। यसमा चाहिँ यो कन्टेनरहरू छ क्या मैले बिल्ड गरेको कन्टेनरहरू यहाँ छ यो यसरी।
डिप्लोय भएको छ भने यसलाई होस्ट लिँदाखेरि यसरी लिने हो सबै एक्सप्लेन गरेको छ। अनि त्यसपछि लाइक अर्को स्टेपमा चाहिँ हाम्रो अपडेट कुबरनेटिस यामल डिप्लोयमेन्ट यामल फाइल छ। यहाँबाट जुन इमेज बिल्ड हुन्छ नि डकरको लाइक सर्टेन त्यसको एसएसजी ट्याग या इन्भल्भ भएको हुन्छ होइन यो ट्यागहरू हो त्यो ट्यागहरू चाहिँ यहाँ गएर अपडेट हुन्छ कि कुबरनेटिसको यामल फाइलमा गएर अपडेट हुन्छ। हो त्यो कसरी हुन्छ भन्दाखेरि चाहिँ एउटा कहाँ छ यहाँ भन्दाखेरि डिप्लोयमेन्ट डट यामल हो त्यो जुन अब यो चाहिँ अब लाइक त्यहाँ हामीले कुबरनेटिस अपडेट गर्नु लगाएको थियौँ हो त्यहाँबाट यो अपडेट हुन्छ। अनि त्यसमा चाहिँ अलवेज इमेज पुल पोलिसी अलवेजै गरेको छ हो। यसरी चाहिँ लाइक ओभरअल यो पाइपलाइन छ। अनि यसमा चाहिँ सेक्युरिटी लाइक यो सिफ्ट लेफ्ट अप्रोच भन्छ सफ्टवेयर डेभलपमेन्टमा त्यो फलो भएको छ भनेको युनिट टेस्टिङ स्ट्याटिक कोड एनालाइसिस सुरुमै गरिदिएको छ। अनि त्यसले गर्दा चाहिँ लाइक त्यो कोड रिलेटेड पार्ट त्यता इस्यु सल्भ हुने भयो। अनि डकरको यो ट्रिबीले चाहिँ हाम्रो कन्टेनरको भल्नरेबिलिटी के छ होइन सिभिई भन्छ क्रिटिकल भल्नरेबिलिटी एन्ड एक्सपोजर्स भन्ने हो त्यो फाइन्ड गर्छ। अनि जुन जिएचसिआरमा सेभ भएको छ हो त्यो जिएचसिआरको पनि लाइक डकरहरू जस्तो पब्लिक हुँदैन त्यो भनेको यो मेरो जुन छ यो मैले मात्र एक्सेस गर्न मिल्छ क्या हो त्यस्तो हो। अनि यसलाई ओभरअल भयो म लाइक एउटा कुनै पार्टिकुलर अब यो रन भएको कुनै गिटहब एक्सन्स देखाइदिन्छु म। यो एउटा मैले रन गरेको थिएँ होला दुई दिन अगाडि हो यसरी स्टेप रन भएको छ। एउटा भनेको युनिट टेस्टिङवाले छ बिल्डवाले छ यस्तो यस्तो के भएको छ। अनि लाइक इक्जाम्पलको लागि म एउटा कुनै चेन्ज गर्छु सिम्पल एउटा कम्पोनेन्ट है कम्पोनेन्टमा बोर्ड डट टिएसएक्स भन्दा नि युटिल्समा गेम लोजिक पनि होइन एप डट टिएसएक्समा चाहिँ रिइमेजिन यसमा मैले दुईवटा यो हालेँ। त्यसपछि योभन्दा पहिला पुल गर्नु पऱ्यो किनकि हाम्रो चेन्ज भइसकेको हुन्छ नि त यो गिट पुल गरौँ। त्यसपछि चाहिँ म एउटा सिम्पल यहाँ थपिदिएँ मैले एउटा है यो गरेँ। अनि त्यसपछि म यसलाई गिटेड गिट कमिट -m अपडेटेड भनेर लेख्यो अरे गिट पुस गरेँ। त्यसपछि लाइक जब हामीले पुस गरिन्छ त्यो ओभरअल पाइपलाइन ट्रिगर हुन्छ। त्यसपछि यो सबै रन हुन थाल्छ क्या। म फेरि यही गएँ होइन यही गइसकेपछि चाहिँ हामीले हेर्दाखेरि यहाँ पेन्डिङ भइरहेछ होइन यो सिआइसिडी पाइपलाइन चाहिँ युनिट टेस्टिङमा हुँदैछ अहिले त्यो युनिट टेस्टिङ र स्ट्याटिक कोड एनालाइसिस हुँदैछ। त्यसपछि जुन ओभरअल यो पाइपलाइन थियो नि त सबै यसपछि यो हुन्छ त्यसपछि प्रोजेक्ट बिल्ड गर्ने पार्ट हुन्छ है यहाँ हुँदाखेरि यो बिल्ड हुँदै पार्ट हुँदैछ यहाँ होइन। त्यसपछि बिल्ड भइसकेपछि चाहिँ अर्को डकरतिर जान्छ है कन्टेनर बनाउने यो के चेन्ज गर्ने सबै गर्छ। अनि ओभरअल हाम्रो आर्गो सिडीमा चाहिँ आर्गो सिडीको पोर्ट नम्बर कति थियो भन्दाखेरि 9000 जस्तो लाग्यो मैले दिएको ल 9000 थियो भने आर्गो सिडीलाई पनि यसरी हामीले एक्सप्लोर गरेर हेर्नु मिल्छ। यता मैले के राखेको थिएँ भने एडमिन थियो होला यता चाहिँ यो पासवर्ड थियो ल हाम्रो यो आर्गो सिडीको ओभरअल पाइपलाइन चाहिँ यो छ। अब हाम्रो यहाँ चाहिँ के भयो ल 3टा पोर्टहरू रन भइरहेछ क्या अहिलेको लागि हो यो हिजोकै पोर्ट छ। अब हामीले नयाँ बिल्ड डिप्लोय गर्दैछौँ नि त यहाँ हो त्यो नयाँ गरिसकेपछि यो जुन पोर्टहरू हुन्छ त्यो अपडेट भएर आउँछ क्या भनेको यो 2 डेज आएको छ यहाँ चाहिँ नयाँ पोर्टहरू आउँछ क्या। बाइचान्स हामीले यो डिलिट गऱ्यौँ भने लाइक अर्को आफै अटोमेटिकली रेप्लिका बन्छ किनकि हामीले रेप्लिका चाहिँ त्यहाँ कुबरनेटिस डट यामलमा 3टा रेप्लिका चाहिँ डिफाइन गरेको थियौँ हो त्यही भएर चाहिँ अर्को अटोमेटिकली बन्न थाल्छ क्या हो। यसरी यहाँ गएर यो डकर बिल्ड एन्ड पुस भनेको हाम्रो यो पाइपलाइनमा पुगिसक्यो है यो कहाँ गयो भन्दाखेरि यो सक्यो त्यसपछि यसमा पुगिरहेछ। त्यसपछि ट्रिबीमा स्क्यान गर्छ अनि स्क्यान गरेर गिटहब कन्टेनर रेजिस्ट्री जिएचसिआरमा पुस गरिदिन्छ। त्यसपछि कुबरनेटिसको इमेज ट्यागलाई अपडेट गर्छ। यहाँ चाहिँ यो डकर बिल्ड एन्ड पुसमा हुँदैछ यहाँ होइन कहाँसम्म पुग्यो भन्दाखेरि त्यसमा पनि सर्टेन स्टेप थियो नि त त्यहाँ ट्रिबीमा पुगेछ। त्यसपछि यो इमेज ट्याग आउटपुटलाई सेटअप गर्ने काम छ। त्यसपछि डकर इमेजलाई पुस गर्छ होइन जिएचसिआरमा त्यो सबै हुँदैछ यहाँ लास्टको 3टा स्टेप बाँकी रहेछ। यति भइसकेपछि चाहिँ अब लाइक अब हामीले यहाँ 2टा राखेको थियौँ यो पनि अपडेट हुन्छ क्या त्यहाँ यता म देखाएँ यो देखाउनु खोजेको थिएँ क्या। अब यहाँ नयाँ हाम्रो त इमेज चेन्ज भइसक्यो नि त कन्टेनर इमेज चेन्ज भइसकेपछि यो पोर्टमा पनि अपडेट हुन्छ क्या। अब लाइक त्यहाँ र यहाँको हल्का टाइम त लाग्छ 30-40 सेकेन्ड जति। अब सपोज यहाँबाट अपडेट भइसक्यो कुबरनेटिस यामल पनि अपडेट भइसक्यो। अब हेर्दाखेरि हामीले होइन यो कुबरनेटिस यामलको अथवा यहाँ जाउँ न सुरुमा यो प्याकेजेसमा गयो भने अब नयाँ प्याकेज हाम्रो यो आएको छ होइन है यो कुन छ 1 मिनट अगो भनेको एसएचए ECD3 वाले छ भनेको अब यो कुबरनेटिस डट यामलमा पनि अपडेट भइरहेछ कि यहाँ कुबरनेटिस डट यामलमा डिप्लोयमेन्ट डट यामलमा गयो भने म यहाँ अब यसको जुन हाम्रो स्पेक्स थियो होइन जिएचसिआर यो ECD3 हो यहाँ अपडेट भइसक्यो भनेपछि कुबरनेटिस यामल फाइल पनि अपडेट भयो।
अब पालो चाहिँ यता यो यसमा छ क्या, अब यो जुन टिकट्याकटोको यो के थियो नि, यो अब रन भएको सिङ्किङ हुँदैछ यहाँ है, यो सर्टेन टाइम त लिन्छ यसले है, किन हो त्यो चाहिँ हल्का लिन्छ, कति टाइम लिन्छ, तर सिङ्क्रोनाइज त्यो हुन्छ यो होइन, यो लाइक सर्टेन टाइम लिए पनि सिङ्क्रोनाइज त्यो भइहाल्छ। टुडे या अर्को बन्नु थाल्छ क्या, किनकि हामीले त नयाँ डिप्लोय गरेको हो नि त, त्यही भएर यो जुन यो नयाँ पोड हो क्या, अर्को पोड छँदैछ है, 2-3टा पोड त हो, त्यो पोड डिस्ट्रोय भयो, अर्को पोड क्रिएट हुँदैछ। अब यसमा तपाईँले हेर्नुभयो भने यो क्रिएट हुँदैछ क्या, यो यसको डिटेलमा हेर्नुभयो भने यो के लोड हुँदैछ ल, यो हेल्दी नै छ। अनि यसपछि यो रनिङ स्टेटमा आइसक्यो भने अर्को पनि अब हाम्रो यहाँ यो 2 डेज अगो वाइल डिलिट हुन्छ, यो क्रिएट हुँदैछ, यो क्रिएट भइसकेपछि यो डिलिट अटोमेटिकली हुन्छ हो, यसरी चाहिँ हाम्रो नयाँ क्रिएट भइसक्यो क्या। अब म फेरि गएर होइन लाइक अब हाम्रो त्यसपछि मैले क्लोज गरिदिएँ अरे, फेरि गरिदिउँ भने डट स्ल्यास एक्सेस गरिदिउँ। अब मलाई सपोज यो कन्टेन्ट यो पोर्ट रन गर्नु छ अरे क्या 3rd नम्बरको, त्यसपछि म 3 नम्बर पोर्ट सेलेक्ट गरिदिएँ होइन, त्यसपछि चाहिँ यो पोर्ट रन हुन्छ। अब मैले चाहिँ हाम्रो चाहिँ कुन थियो, यही त थियो नि होइन, यसलाई म रिफ्रेस गरेँ होइन, या एउटा मात्रै सिङ्गल उयो छ नि त एक्सक्लामेसन, रिफ्रेस गऱ्यो भने 2टावाले आउनुपर्ने हो है, या यो फर्स्ट टाइमहरू आयो नि त यसरी हो, यसरी चाहिँ लाइक ओभरअल पाइपलाइन एक्जिक्युट भइरहेछ क्या। अनि यो सबै कोड चाहिँ यही रिपोमा छ, म यसको लिङ्क हालिदिन्छु डिस्क्रिप्सन अथवा कतै। अनि यसको हाम्रो रिपोर्ट नै छ है, मैले एउटा रिपोर्ट जस्तो बनाएको थिएँ हो, त्यो पनि म अपलोड गरिदिन्छु। जियोस पाइपलाइन चाहिँ यही हो होइन, यसमा चाहिँ हरेक फेजमा सेक्युरिटी इन्भल्भ भएको छ। अनि लाइक आर्गो सिडीले चाहिँ पोर्टहरूमा डिप्लोय गरिदिन्छ। अनि हाम्रो त 3टा पोर्ट क्रिएट भएको थियो, त्यो 3टा पोर्ट भनेको चाहिँ यहाँ रेप्लिका सेट हामीले 3टा डिफाइन गरेको थियौँ होइन, रेप्लिका सेट भनेको रेप्लिका 3टा छ हो, त्यो रेप्लिकाले गर्दाखेरि त्यहाँ 3टा भएको छ क्या। अब बाइचान्स मैले ल एउटा होइन, मैले यो पोर्ट डिलिट गरिदिनु खोजेँ भने पनि आफै अटोमेटिकली क्रिएट हुन्छ क्या, ल मैले डिलिट गरिदिएँ है, के भयो डिलिट भएपछि आफै अटोमेटिकली क्रिएट हुँदैछ क्या यसरी, यो अर्को पोर्ट आफै क्रिएट हुन्छ यहाँ यो, लाइक क्युबरनेटिस अथवा CI/CD पाइपलाइनको उयो चाहिँ यही हो क्या, ब्युटी भनेको चाहिँ हाम्रो यही हो।